हेलो एभ्रिवान हामी चाहिँ भर्खर जिम आयौँ अनि यो चाहिँ वार्म गरेर आएको छौँ ट्रेडमिलमा वक सो यो 10 मिनट सकेपछि चाहिँ हामी चेस्ट ब्याक अनि दुईटा चाहिँ हामीले पुरै फुल बडीमा गर्नुपर्छ होइन सो हिप थ्रस्ट अनि लेग प्रेस त स्किप भइहाल्यो ड्यु टु दिस बट हामीले यो गर्छौँ हिप थ्रस्ट गर्छ अनि हल्का हल्का जुडोको एउटा एक्सर्साइज गरेर आजको सेक्सन गर्छौँ र यो चाहिँ हाम्रो अब फर्स्ट त गरिसक्यो यो चाहिँ सेकेन्ड सेट 4 सेट हुन्छ 4 रेपको हो लेट्स गो गाह्रो पनि समानमा आएको छैन नि मरे भने धन्नै दे आइज 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 भन्नु लाग्थ्यो अब बेन्च प्रेस त सक्यो अब चाहिँ हिप थ्रस्ट यो 85% यो चाहिँ गाह्रो लाग्छ हिप थ्रस्ट मेबी हाम्रो ग्लुट छ कि त सबैको कमजोर हुन्छ त्यही भएर हो कि बट यो गाह्रै लाग्छ अनि छ पनि 200 कति किलोको छ हेर थर्ड हो फर्स्ट र सेकेन्डमा अलिकति माइक खराब भयो माइकलाई फेरि सही गरौँ ल अब चाहिँ खराब हुँदैन होला सो सबभन्दा गाह्रो नभनौँ टप 5मा पर्छ गाह्रोमा चाहिँ लेट्स गो हाम्रो लेट्स पुल डाउन यो पनि हाई पनि हुन्छ बुझ्यो आउनुहोस् तल गर्छु नि एकचोटि तल गर्छु नि सोधेर अब मोबाइल छैन नि। के गर्यो यार सोल्डरमा दुखिरहेको सोल्डर अनि लाइक अब हुन्छ यो चाहिँ प्लेयरको गहना नै हो इन्जुरी भन्ने होइन के हुँदैन अब यो चाहिँ अलि रिकभरी भइसकेको छ बट खुट्टा मात्र अलिकति गाह्रो हो यो पनि सन्डेसम्म फुल एन्ड फाइनल ठिक हुन्छ होला सो गरौँ खाना भन्नु होइन अरे गरौँ नेक्स्ट एक्सर्साइज टेबल रोइङ त्यो भन्ने ठिक ठिकै छ सक्यो यो हाम्रो नेक्स्ट एक्सर्साइज टेबल पुल ओभर 30 40 50 55 चाहिँ पहिला गर्छु फेरि भन्छु है यो चाहिँ हाम्रो जिम लभरहरूले भन्नुभयो होला होइन के गर्यो भनेर अनि खासमा जिमको पनि सेम सेम छ यो पनि सेम सेम छ होइन यो चाहिँ यता हानेपछि यो लाइक जुडोमा हामीले तल फाल्छ नि मान्छेहरू ड्र्याग गर्छौँ त्यसमा काम हो यो त्यो लेफ्ट साइड पनि स्ट्रङ गर्नु पर्यो सो लेफ्ट साइड दिस इज आवर लास्ट एक्सर्साइज अनि यो बडी हामीले गर्दैनौँ होइन बट आज चाहिँ गरिरहेछौँ यो सबैलाई थाहा होला एक्सर्साइज